नमस्कार दर्शकबिन, अहिले म झापा जिल्लाकै पुरानो सदरमुकाम चन्द्रगढीमा रहेको महेन्द्र पार्कको मूल गेटमा आएको छु। तपाईँहरूलाई म मूल गेटबाट दृश्य कैद गरिरहेको छु। आज म तपाईँहरूलाई यस भिडियो अन्तर्गत रहेर यस पार्कको बारेमा विस्तृत रूपमा बताउने छु। यो पार्क भद्रपुर नगरपालिका वार्ड नम्बर 8मा रहेको छ र यो पुरानो सदरमुकाम चन्द्रगढीमा अवस्थित हो। यो पार्क भनेको 1 बिघा 2 कट्ठा 10 धुरमा फैलिएको अत्यन्तै सुन्दर पार्क रहेको छ। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ। यहाँ मजाले सजाइएको छ। तपाईँहरू त्यहाँ अगाडि देख्न सक्नुहुन्छ। राष्ट्रिय झण्डा फरफराइएको छ। यो महेन्द्र पार्क कसरी रहन गयो भन्ने सन्दर्भमा यो पार्क राजा महेन्द्रको नामाकरणमा सन् 2028 सालमा तत्कालीन अञ्चलाधीश छिरिङ तेन्जिङ लामाले निर्माण गर्न लगाएका थिए र यो पार्क अहिले झापा जिल्लाकै नमुना पार्कको रूपमा यसलाई जीर्णोद्धार गरिँदैछ। यो पार्कमा पानीका फोहरा सहितको नहर तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ। अत्यन्तै रमणीय र रोमाञ्चक दृश्य यहाँ हामीले कैद गरिरहेका छौँ। यहाँनिर चाहिँ विभिन्न किसिमका विभिन्न प्रजातिका चाहिँ बिरुवाहरू पनि रोपिएको छ, सजाइएको छ, चिटिक्क पारिएको छ। तपाईँहरू यदि यहाँ पुग्नुभयो भने यो पार्कमा छिर्न म अनुरोध गर्दछु। यहाँनिर निकै नै रमणीय स्थलको रूपमा यो पार्कलाई विकसित गरिएको छ। यसलाई चाहिँ विशेष रूपमा अहिले नगरपालिकाले यसलाई संरक्षण र प्रवर्धन गर्दै आएको छ। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ। यो पार्क 1 बिघा 2 कट्ठा 10 धुरमा फैलिएको छ। यहाँनिर बीचबीचमा बाटाहरू पनि छन्, मजाले घुम्न सक्ने यहाँनिर छ। यहाँनिर चाहिँ विभिन्न किसिमका खेल्ने बच्चाका लागि खेल्ने पार्कको रूपमा पनि यसलाई हेरिएको छ र यो चाहिँ पहिले राजा महेन्द्रको नाममा नामाकरण गरेर यसरी बनाइएको थियो। यहाँनिर चाहिँ राजा महेन्द्रको शालिगदेखि लिएर विभिन्न किसिमका तत्कालीन राजाका गुणगान गाउने खालका विभिन्न कुराहरू लेखेर शिलालेखहरू तयार पारेर यहाँ बनाइएको थियो र यो पछिल्लोचोटि यो 62-63 आन्दोलनमा चाहिँ यस पार्कलाई तोडफोड गरिएको थियो र राजाको शालिग पनि भत्काइएको थियो। विभिन्न शिलालेखहरू तोडफोड गरिएको छ र यो गरिएको थियो र अहिले आएर भने यसलाई चाहिँ राज्यले नि विशेष गरेर भद्रपुर नगरपालिकाले यसलाई संरक्षण गर्दै आएको छ। तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ। यहाँ पहिले राजाको शालिग थियो। यहाँ देख्न सक्नुहुन्छ। त्यो शालिगको मुनि विभिन्न सिंह, मयूर, हात्ती विभिन्न चाहिँ जनावरहरूको चाहिँ यहाँनिर चाहिँ राखिएको छ। शालिगहरू मूर्तिहरू राखिएको छ। निकै राम्रो छ। पानीको फोहरा 24 घण्टा यहाँनिर चाहिँ जाने आउने गर्दछ र यहाँ नालीको रूपमा यो पानीलाई चाहिँ आवजात गरिन्छ। यो फ्रेस पानी नि यहाँ राम्रो स्वच्छ पानी नि यहाँनिर निकास गरिएको छ। तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ। छङछङ मजाले चाहिँ यो फोहरामा पानीहरू हालिएको छ। यहाँ देख्न सक्नुहुन्छ। यो महेन्द्रको शालिग राखिएको थियो। यो 62-63 को आन्दोलनमा यस पार्कभित्र चाहिँ तोडफोड भएको थियो, शालिग भत्काइएको थियो। त्यस्तै राजाका विभिन्न किसिमका शिलालेखहरू जहाँ तारिफ गरिएका कुराहरू लेखिएका थिए तिनलाई पनि तोडफोड गरेर विनाश गरिएको थियो र अहिले यसलाई भने सदरमुकाम विशेष केन्द्रमा रहेको यसलाई चाहिँ यसलाई मनोरञ्जन पार्कको रूपमा लिएको छ। यहाँनिर विभिन्न किसिमका बच्चाहरूलाई खेलाउनका लागि यहाँ सामानहरू राखिएको छ। तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ। अत्यन्तै रोचक र सुन्दर दृश्यहरू यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। र साथीहरू यो पार्क भनेको 2028 सालमा निर्माण भएको हो र यो अहिले चाहिँ भद्रपुर नगरपालिका 8मा अवस्थित रहेको छ। यसलाई चाहिँ पूर्व पश्चिम उत्तर दक्षिण यसरी पानीका फोहराहरू चाहिँ यसरी निकालिएर अत्यन्तै राम्रो बनाएको छ। तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ
मैले सबै दिशाबाट यो भिडियो कैद गरिरहेको छु। यहाँ देख्न सक्नुहुन्छ, यहाँ अगाडि चाहिँ पनि सरकारी कार्यालयहरू प्रशस्त रूपमा रहेका छन्। यसको छेउमा सबै सरकारी कार्यालयहरू रहेका छन्। साथीहरू, तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ, म अहिले तपाईहरुलाई झापा जिल्लाकै पुरानो सदरमुकाम चन्द्रगढी बजार, हाल भद्रपुर नगरपालिकामा 8 मा रहेको यो महेन्द्र पार्कमा छु र तपाईहरुलाई दृश्य कैद गरिरहेको छु। यो महेन्द्र पार्क यो झापा जिल्लाको पुरानो पार्कको रूपमा रहेको छ। यहाँ तपाईहरु देख्न सक्नुहुन्छ, यो वल्लो छेउबाट पल्लो छेउसम्म नै पानीका फोहराहरू यसरी राखिएको छ। ठूलो संख्यामा यहाँ पर्यटकहरू आउने गर्दछन्। विशेष गरी आन्तरिक पर्यटकहरू यहाँ धेरै आउने गर्नुहुन्छ। यो ६२-६३ को आन्दोलन पछाडि उपेक्षामा परेको थियो। द्वन्द्वको कारणले यसलाई उपेक्षा गरिएको थियो। अहिले आएर यसलाई चाहिँ जीर्णोद्धार गरिएको छ। भले राजाको शालिग भनी राखिएको छैन, माथि राष्ट्रिय झण्डा फरफराइएको छ, तपाईहरु यहाँ देख्न सक्नुहुन्छ। र अब यो राष्ट्रिय झण्डाको मुनि स्तम्भ, जहाँ पहिले राजाको शालिग थियो, स्तम्भको फेदमा सिंह, हात्ती, घोडा, माछा, मयूरको कलात्मक मूर्तिहरू राखिएको छ। तपाईहरु यहाँ देख्न सक्नुहुन्छ। निकै रमणीय क्षेत्रको रूपमा यस पार्कलाई हामीले लिन सक्दछौँ र यदि तपाईहरु यहाँ पुग्नुभयो भने अथवा घुम्न जान चाहनुहुन्छ भने पनि यो क्षेत्र अत्यन्तै राम्रो रहेको छ। तपाईहरुलाई मैले भिडियो मार्फत सम्पूर्ण कुराहरू देखाएँ। साथीहरू, तपाईहरुलाई कस्तो लाग्दछ यो मेरो च्यानल, र यदि तपाईहरुले यस्तै किसिमका दृश्यहरू हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्दै बिदा हुन्छु। हस्त, धन्यवाद।